वर्षौंऋण अन्ततः सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने कारागार चलान। वर्षौंऋण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रणालीका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई पूर्वपक्षका लागि थुनामा पठाइएको छ। सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालत रूपन्देहीले 1 करोड रुपियाँ धरौटीमा छोड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेपछि उनलाई पक्राउ गरेर पूर्वपक्षका लागि थुनामा पठाइएको हो। जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछाने दुवैले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए। उच्च अदालतको आदेशपछि रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएर पूर्वपक्षका लागि जिल्ला कारागार भैरवा चलान गरिएको रूपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिए। शुक्रबार काठमाडौँमा पक्राउ परेका रवि लामिछानेलाई शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरवा ल्याइएपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। शनिबार र आइतबार बिदा परेकोले उनलाई आज अदालतमा उपस्थित गराइएको थियो। गत माघ 6 गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा सभापति रवि लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो। सहकारीको रकम अपचलन गरेको कसुरमा कुल 42 जना विरुद्ध मुद्दा दर्ता भएको थियो। तीमध्ये 42 जनाबाट सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल 1 अर्ब 43 करोड 86 लाख 2,135 रुपियाँ बिगो माग दाबी गरिएको छ। त्यसपछि माघ 23 गते जिल्ला अदालत रूपन्देहीमा थुन्चेक बहस सकिएपछि गोर्खा मिडियाका तत्कालीन पूर्व प्रबन्ध निर्देशक रहेका रवि लामिछानेलाई न्यायाधीश प्रहलाद कुमार योगीको इजलासले 1 करोड रुपियाँ धरौटीमा छोड्ने आदेश गरेको थियो। जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्ने आदेश जारी गरेपछि प्रतिवादी रवि लामिछानेलाई धरौटी नभई थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय फागुन 22 गते उच्च अदालत पुगेको थियो। फागुन 26 गते रवि लामिछाने पनि जिल्ला अदालतको 1 करोड धरौटीको आदेशको खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। दर्शकवृन्द, यसरी रवि लामिछानेलाई जसरी षड्यन्त्र गरेर फसाउन खोजिएको छ, यो प्रतिशोध नै हो भनेर राष्ट्रिय स्वतन्त्र पार्टी तथा आम जनमानसहरूले पनि बुझिसकेका नै छन्। तपाईहरू के भन्नुहुन्छ? रवि लामिछानेलाई यसरी जेल चलान गर्नुले तपाईहरूको मन कस्तो भएको छ? अवश्य पनि मनमा लागेका जिज्ञासाहरू तलको कमेन्ट सेक्सनमा आफ्नो जिज्ञासा राख्नुहोला भन्दै हामी तपाईहरूमाझ ओझेल पर्न चाहन्छौँ। हस्त नमस्कार। जय नेपाल, जय नेपाली। हजुरहरूको समय सुखद रहोस्। धन्यवाद।